रातको अन्धकारमा फुलिरहेका सुन्दर फूलहरू अनि शान्त काठमाडौँ। शान्त काठमाडौँ भन्दाखेरि अलि कस्तो कस्तो लाग्ने, किनभने काठमाडौँ जहिले भिडभाड व्यस्तता यस्तै भइरहन्छ। तर यो रातको समयमा काठमाडौँ आज एकदम शान्त छ, मानौ यो काठमाडौँ नै होइन जस्तो। असाढको पछिल्लो हप्तामा छौँ हामी। अब असाढ पनि सकिन लागेको छ। पानी परिसकेपछिको यो चिसो चिसो मौसम अनि यो शान्त काठमाडौँ अनि सुन्दर फूलहरू, साँच्चै नै यो पल साह्रै रमाइलो छ। त्यसैले यो दृश्य क्यामेरामा कैद गरेर तपाईहरू सामु प्रस्तुत गर्दैछु। सायद तपाईहरूले पनि महसुस गर्न सक्नुहुन्छ होला। काठमाडौँको कुनै ठाउँहरू यस्तो पनि छन् जुन कहिल्यै शान्त हुँदैन, जस्तै कि सडक छेउका कुनै ठाउँहरू जहाँ 24 घण्टा गाडीहरू घुरिरहन्छ। अनि वीर हस्पिटलको यो चिया पसल अनि औषधि पसल वरपरको ठाउँहरू जहाँ 24 घण्टा हो हल्ला भइरहन्छ। त्यो ठाउँ यस्तो कि थाहा नभएको मान्छे त्यहाँ सुत्दाखेरि हो हल्ला सुनेर बिहान भयो भने जुरुक्क उठ्दाखेरि यसो गरी हेर्दाखेरि रातको 12 साढे 12 भएको हुन्छ। तर हो हल्ला चाहिँ यस्तो हुन्छ कि मानव बिहानको 5-6 बजिसकेको छ। अहिले रातको 11 बजिसकेको छ। हुन त राति पनि त्यति शान्त चाहिँ हुँदैन, दिउँसोको तुलनामा चाहिँ शान्त हुन्छ, तर राति पनि छिटपुट हल्लाहरू चाहिँ हुन्छ। तर आज झरी परेकोले शान्त छ काठमाडौँको यो एक ठाउँ जुन असल नजिकै छ। अनि यो शान्त वातावरणमा स्वयम्भूको यो दृश्यले अझै शान्ति थपेको जस्तो महसुस भइरहेको छ। अहिले न कुनै हल्ला छ, न कुनै कङ्क्रिटको जङ्गलको दृश्य छ। अहिले चारैतिर शान्ति छ, मात्र शान्ति, केवल शान्ति।